डिपेन्डेन्टहरूले हप्तामा काम गर्न पाउने चाहिँ 20 घण्टा हो कि 28 घण्टा हो त? डिपेन्डेन्टहरूले हप्तामा काम गर्न पाउने भनेको चाहिँ 28 घण्टा हो। अनि डिपेन्डेन्टहरू चाहिँ वर्षमा 200 मान भन्दा बढी कमाउन पाउँछ कि पाउँदैन त? मजाले पाइन्छ, तर शर्त छ। यदि तपाईँ हप्तामा 28 घण्टा भन्दा भित्र रहेर एउटा अथवा दुईटा काम गर्नुहुन्छ भने तपाईँको वार्षिक आम्दानी 200 मान कटे पनि त्यसले असर भने सिधै भिजामा भने गर्ने देखिँदैन। मैले अगाडि भनिहालेँ, भिजामा डाइरेक्टली कुनै पनि खालको रिक्स आउँदैन, किनभने इमिग्रेसनको एउटा लाइन हुन्छ। इमिग्रेसनले हेर्ने भनेको चाहिँ तपाईँले 28 घण्टा भन्दा भित्र रहेर काम गर्नु भएको छ कि छैन भन्ने कुरा, प्लस तपाईँले जब 200 मान कटिसक्छ तपाईँको, अथवा चाहिँ फुयोबाट हाजिरहरू भइसक्नुहुन्छ, फुयोबाट तपाईँले चाहिँ निकालिएको अवस्था हुन्छ तलब बढी भएको कारणले गर्दाखेरि चाहिँ, त्यस पछाडि उक्त डिपेन्डेन्टमा रहेको व्यक्तिले चाहिँ आफूले नै शाकायोकेन खानी गरेको छ कि छैन, अनि जेकिनहरू नेङ्किनहरू र पेन्सनहरू चाहिँ किच्चिरी तिरेको छ कि छैन त, यो तीनवटा कुराहरू मुख्य गरी हेर्ने गर्छ। यो तपाईँले चाहिँ सबै कुराहरू तिर्नु भएको छ, 28 घण्टा भन्दा भित्र रहेर काम गर्नु भएको छ र तपाईँको वार्षिक आम्दानी चाहिँ फुयो भन्दा बढी भएको छ भने पनि यो केसमा सिधै असर गर्ने भने देखिएन। तर ख्याल गर्नुपर्ने कुरा एउटा के रहन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको फुयो भनेको चाहिँ काम गरेर पैसा कमाउनका लागि दिइएको भिजा भने होइन। त्यसो हुनाले चाहिँ एकदमै धेरै नै कमाउन थाल्नुभयो, कन्टिन्युअसली नै तपाईँको आम्दानी बढिराख्यो भने चाहिँ नेक्स्ट पटकको भिजा रिन्युअल गर्ने केसमा चाहिँ अलिकति तपाईँलाई चाहिँ क्वेसन एन्सर गर्ने अथवा चाहिँ भिजा नदिन सक्ने सम्भावना बढेर आउँछ। 100% नै हुन्छ भनेर भन्न चाहिँ सकिँदैन। त्यसो हुनाले चाहिँ तपाईँको तलब बढी हुँदैमा भिजामा असर गर्ने भन्ने हुँदैन। तर कस्तो केसमा असर गर्छ भन्दाखेरि चाहिँ तपाईँ फुयो भन्दा पनि तपाईँ त पैसा कमाउनुतिर लागेको कुराहरू बढी फोकस गर्नुभयो अथवा त्यो तरिकाको चाहिँ कुनै खालको कुराहरू देखियो भने चाहिँ त फुयो गर्ने मान्छे होइन। त्यसो हुनाले चाहिँ तँलाई तोकिएको भिजा भन्दा, खाजाको थाइसा भिजा भन्दा बाहिर गएर काम गरेको हुनाले अथवा चाहिँ बढी कमाएको हुनाले तेरो लागि चाहिँ भिजा क्वेसन गर्न सक्दैन भनेर इमिग्रेसनले आन्दोलन गर्ने सम्भावना पनि प्रबल रहन्छ। सिधै तपाईँले 28 घण्टा भन्दा बढी काम गरेर बढी कमाउनु भएको छ भने चाहिँ आउट हो। तर 28 घण्टा भन्दा कम नै रहेर शाखा होकेनहरू शान्त तिरेर गर्नु भएको छ भने इमिग्रेसनलाई चित्त बुझाउन सक्नु भयो भने भिजामा रिक्स आइहाल्छ भनेर डराइहाल्नु पर्ने अवस्था पनि छैन। यो भन्दै गर्दा जति कमाए पनि हुन्छ है, 200 300 400 मान भन्ने चाहिँ छैन है। लिमिट भन्ने हुन्छ हरेक कुरामा, भिजा अनुसारको लिमिटलाई अलिकति ख्याल गर्दै काम गर्नु होला।